के गरी बसेको छ? राम्रो गरेर आउनु। हामी हुन्छ पनि मम्मी। बुढेसकाल भइसक्यो, भेटघाट हुनु। हजुर, हुन्छ आमा, यसो हुन्छ। घुमिफिरी आउनु, हाम्रो नि मुख हेर्नुलाई, भेटघाट हुनु। हजुर। कहिलेकाहीँ यसो परदेश बसेर मात्रै हुँदैन। हो नि आमा, अब के गर्नु? गाउँघर पनि फर्किने गर्नुपर्छ। के भनिदिनु अब ल, आउनु छोराछोरी त परिवार घर अब के सम्झिनु। गर्नु? हामी परदेशमा भए नि मन आँखा त गाउँघरमै छ नि आमा। अब तपाईँले दिएको हरियो परियो डाँडापाखामा खानु मन लाग्छ। अनि अहिले त पहिले त गाह्रो थियो, अब अहिले त मोबाइलबाट देख्न पाइन्छ। यसरी आज तपाईँसँग नि भेट भयो आमा, कति वर्ष पछाडि बोल्न पाएँ। तपाईँहरूको आशीर्वादले शुभ सन्चै छ, अरू पनि आशीर्वाद दिनुहोला। अब बाँड्ने भनेकै माया त हो नि, तपाईँ हामीले आखिरी सम्पत्ति बाँड्नु पुग्दैन, सबैलाई बाँड्ने माया। मरेर जाँदाखेरि रहिराखोस् भनेर यसो सानो एउटा भिडियो बनाएको आमा छोरा बोलेको खुसी लागेको छ। कति वर्ष पछाडि आमालाई नजिकै देखेँ जस्तो। अहिले त मोबाइलले गर्दा सजिलो छ नि त, नत्र पहिले त गाह्रो थियो नि त। नि खाना खानुभयो त? ल ल नानी, राम्रो होस्, रोग नलागोस्, निन्द्रा नलागोस्, मनमा सोचेको पुगोस्, हजुर। तिमीलाई सुख शान्ति होस्, राम्रो गरेर सम्झेर घरमा आउनु। ल ल मम्मी, पछि हुन्छ। हामी भेट हुनु। हुन्छ ल मम्मी। बाबु, ल हुन्छ। अब यस्तै हो। हामी पनि अहिले बोल्दैछु, बस्दैछु। हजुर। माया छ, सम्झिरहेछ। अब पछाडि के हुन्छ कसो हुन्छ थाहा छैन है ल। तपाईँहरूको माया हामी सबै छोराहरू उत्तिकै हो। मेरो दाजुभाइ, तपाईँले हामीलाई हुर्काएको बढाएको गाउँघर भनेर हुँदैन। एउटा जन्म दिएर मात्रै आमा भन्नु सकिँदैन। भोक तिर्खा, हरेकको भोक तिर्खा देख्ने पनि आमा नै हो। त्यसो गर्दा तपाईँ सबैको आमा हो। हजुरले दिएको आशीर्वाद लागोस्। परदेशको ठाउँमा भए पनि यति टाढाबाट आज तपाईँसँग देख्नु पाउँदा हामी मरिगयो नि रहिरहोस् भनेर एउटा सानो भिडियो बनाएको आमा छोरा बोलेको। अब अहिले लु त सजिलो छ नि अब त। भिडियो अब बनाएर ल सबैको ल बाबु ल। हवस्, हुन्छ राम्रो मम्मी। होस् तिमीलाई सधैँभरि सुख शान्तिको दिन आओस्, हुन्छ रोग मम्मी, नलागोस्, हुन्छ। पिर्याउ मनमा नहोस्। ल हजुर यति हो आशीर्वाद, के गर्नु हजुरको जानेको। हजुरको आशीर्वाद मलाई सधैँ लागिराखोस्। म यहाँ टोपीमा थापिरहेको छु है। ल केमा थाहा छ, अलिक बोराहरूमा थाप न, अलिक ठुलो बोरा। बोरामा त अट्दैन होला नि त, फेरि चुइ जान्छ अनि बरु टोपीमा अडिन्छ नि त। पहिले पो भुने सुने बुन्थ्यो त, भुने सुने नि छैन अहिले त। अनि त्यो बरु मनमै थाप्यो नि। अहिले त हुने सुने त होइन, बोरा। अचेल त खाली बोराको चलन आयो। आशिक थाप्नुपर्छ हौ बोरामा। ल ल मम्मी, ल ल टाइममा खानाहरू खानु ल। अब सबैलाई मन बाँड्नु पुर्याउनुहुन्छ, सबैलाई मन बाँडिरहँदाखेरि तपाईँलाई पनि चोटपटक नलागोस्, सबैलाई दिएरै खानै पुगोस् यो उमेरसम्म। हिँड्दै हुनुहुन्छ, हामी ल त ल यो उमेरमा त लठी टेकेरै ल हिँड्नु सक्दैन ल होला पो। ल ल छोरा, छोराले सम्झेर फोन गर्यो, यति बोल्नु पायो तिमीले, धन्यवाद। राम्रो। ल ल मम्मी, ल लासो फ्याफुल्ला, बाई बाई। ल बाई बाई।